नमस्ते गाइज, वेलकम ब्याक टु आवर च्यानल। अहिले चाहिँ म टक्क लाएर तल हाम्रो चिया खाने ठाउँमा जाँदैछु अनि अलिकति सामान ल्याउनु थियो। अनि मैले चाहिँ हिजो भ्लग हाल्ने भनेर बनाएको थिएँ, एडिट नै फुल भएको थिएँ है। अनि एकदमै गियरमा त नालामा बनाएको थिएँ। त्यसपछि सुदीपले चाहिँ फोकेबाट बनाएछ क्या भिडियो, अनि ठ्याक्कै स्पेस जति सबै खाइदिएछ। अनि यो डिलिट गरौँ, अहिले आफै इन्ट्रो हान्लास् भनेको थिएँ मैले। त्यसरी इन्ट्रो हान्नै बिर्सेछ क्या, ढिलो हतारमा गइहालिए चाहिँ हिजो भिडियो हाल्न पनि पाइएन। अनि अहिले चाहिँ म टक्क लाएर इन्ट्रो हान्दैछु। अनि यो के भयो यस्तो यार, जति गरे नि हुँदैन नि। भन्थेँ नि मैले 220को पार्ट हो डेन्जर हल्लिन्छ भनेर। यताको ठिकै छ, यताको यस्तो हल्लिसक्छ कि म यस्तो भरि छ यस्तो। म चाहिँ यहाँबाट निस्किन्छु, स्ट्यान्ड चाहिँ भङ्लङ्ग हमलाएर फेरि। ल गाइज, म यो भिडियो चाहिँ त्यही उसमा एड गरिदिन्छु है त। ल अहिलेलाई चाहिँ बाई बाई गाइज। फाइनली गाइज हामी चाहिँ डकुमेन्ट झिकेर, डकुमेन्ट चाहिँ यहाँ छ। भाइ बहिनीहरू टक्क लाएर बल खेल्दै रहेछ नि। दिनहरू नि बिते यार, सकियो हाम्रो स्कुल लाइफ, कलेज लाइफ सबै सकियो। अब यात्रा भनेको, लाइफमा यात्रा भनेको विदेशको मतलब के जान बाँकी। अब विदेशको हामी साथी अनि 12 बाना पुग्ने, विदेश जाने पासपोर्ट बनाऊ। विदेशको लागि डकुमेन्ट लिएर आएको। जिन्दगी के भएको, के गर्नु सकिन्छ भनेर 12सम्म नेपालमै पढ, अनि 12 पढेपछि डकुमेन्ट झिक्नको हतार पासपोर्ट बनाऊ, अनि दुकुरिहाल्दा बिस्तारै बिस्तारै बेसी खाली हुँदैछ। नेपालमा चाहिँ केही छैन गर्न सक्ने। यो चाहिँ हाम्रो स्कुल भयो, स्कुल पनि कति देखाउने स्कुलमा क्वेसन मन यस्तो हो कि 12 कक्षा पास गरेर होइन, 12 पानाको पासपोर्ट बोकेर विदेश जान परेन कि अहिले। मलाई चाहिँ अब टक्क लगाएर पहिला पासपोर्ट बनाउनु छ, भोलि पर्सि गएर पासपोर्ट बनाउँछु अनि चल्दिन्छु साथी। मलाई त 1 वर्ष लाउँछ होला यार, तिमी त अब 1 हप्तामा गइहाल्छौ। अब 1 हप्ता पनि छैन, जम्मा 6 दिन हो यार। ए साथी जाने 6 दिन, एउटा गरेर बहुत ठुलो झड्का लाग्थ्यो थियो। अनि राजेश खोइ राजेश त डरा राजेश बोल्ला नि बोलेन मोरा, ओदेर राजेश क्या रहेछ नि यार, चाहिँ बोल्दा नि बोलेन। पैसा कमाएको ठुला भएछन् साथी, पैसा कमाएर ठुला भएछन्। एक्लै घुम्दिने होइन अहिले। अनि तर विश्वासै देखिएन के, विश्वास कता गर्छ त्यही माथि बाटो आउँ। म चाहिँ अब गएर टक्क डकुमेन्ट छोडेर आउँछु। सर चाहिँ बस्छन्, अनि त्यसपछि च्याटले होइन कान्छ म जाने तल भरि बस भन्नुभएको छ भने, अनि मेरो लात्ती खान्छ। हिँड्दै जान्छन् सर चाहिँ यहाँबाट। टक्क लहर सकेसम्म म हिरो पठाउने पनि चढ्छु गाइस। अब भिडियो अन्तिम तक बनेर होइन साथी, देखने के लिए अन्तिम देखने के लिए ऐसे हो गया। देखने के लिए क्या रे, तिम्रो युट्युबको दिपेश च्यानल, युट्युब च्यानल देखिए मलाई। तर मलाई बाइकबाट उड्ने नै मन छैन नि, गाउँ त छोडेर आउँ दिपेशको डकुमेन्ट लाउनु। ल गाइज म चाहिँ जान्छु, हाँस मजाक धेरै भयो। अनि सरलाई चाहिँ आज कहाँ जान मन लागेको छ भने एकदम उहाँको सल्लाहकारी, एकदम फेमस हाम्रो पर्वतबाट हुन त बागलुङको हो, बागलुङ बलेवा भनेर चिनिन्छ। तर यहाँबाट धेरै नै फेमस छ हाम्रो गाउँतिर चाहिँ। र साथी बस्दै गर, म तु आउँछु। अनि ल अहिलेलाई चाहिँ म घरतिर गएर डकुमेन्ट छोडेर आउँछु, अनि त्यसपछि भेटौँ ल त गाइज। सो हामी चाहिँ अहिले फिलहाल तेल हाल्न यो कतिको हाल्छौ तेल भाइ? 500 हालिदिनु। उही यत्तिको धनी चाहिँ हुनुपर्छ क्या जिन्दगी, जे भयो नि। मलाई भने फेरि 200को पनि तेल हालिदिनु यार। मैले तँलाई कति दियो भने मलाई 100को तेल हालिदियो भनेर। आफूले त 500 मेरो बाइक पक्का पालो चढ्ला विश्वास हेर्नु नबोलिकन हिँडेको यार। पोखरा र कहिले त्यही भएर बोलेन हामी।
मलाई ल फाइनली अब हामी चाहिँ त्यही अघि भनेकै ठाउँमा जान्ला होइन त्यो ठाउँमा के भन्छ अरे बलेवाको सल्लाहघारी जान लाग्छ मैले चाहिँ हामी फाइनली तेल हालेर पुष्पतिर हिँड्दैछौँ फेरि यतातिरको ठाउँ पनि बब्बाल छ कि भित्रभित्र गल्ली हिँड्न भन्छ अहिले हामी हिँड्दैछौँ अघि त राजेशलाई र अजयलाई नि भेटेको विश्वास भेटिएन कि अहिले फिलहाल कहाँ गएर भेटिन्छ विश्वास भनेर खोजिरहेछौँ भेटियो भने ट्याक्कै हो कि अजयलाई त भेटियो राजेशलाई र अजयलाई त भेटियो अब विश्वासलाई भेट्न पनि बाँकी छ है हामी चाहिँ अब टक्क लगाएर लाग्छ हाम्रो अहिले चाहिँ खासै रमाइलो छ जस्तो लाग्दैन मलाई त्यो चाहिँ यहाँ त विश्वास भेटिन्छ होला यार यतै आए जस्तो मान्छे मैले आएको कालो अरिङ्गा लाएको रङ्गले यार धन्दैले उडाइदिएको बिहानतिर धन्न एक्सिडेन्ट भएन अहिले मेरो ए राम्रो विश्वास हेरेर के सुतिरहेको रहेछ तँलाई चाहिँ फेरि डर लाउँदो छ कि विश्वास सुतेर बसेको यार पोखराबाट कहिले आएको यहाँ म यत्रो त दिइनँ भन्नु अन्त म एउटा देखाउँछु त्यसले मलाई तर साथी होइन तल म यति धेरै अब तल म मिस गरेर हुन्छु सम्झिरहेको हुन्छु तैँले कमेन्टमा मलाई चाहिँ बिर्स्यो भनिदिस् नि र म तँलाई बिर्सिएर म देखाइदिन्छु नि गाइज आइज है विश्वास हेर्न जाम अब पुरो गाइज म देखाउँछु म त म कोही यही बेलादेखि त अहिले त हारिदिएको त्यसले गर्नु के म भन्छु है कहाँको हो र रोक्न अझै जग्गाबाट छैन हो त होइन त्यो त होइन देखाइरहेको छु कि छैन सेतोवाला हो गाल हुन्छ नि घुम्न जाने बेला त यस्तै औतारी नि भेटिन्छन् क्या बेला बेला बाइकमा आइदियो हुन्थ्यो भने भर्खरै हालेर यार गइसकेपछि हाल्नु त भक्क एकैछिन दोस्को फेरि बाइकमा पुला रान्काको बिना भन्थे साउन्ड पनि आउँदैन यार ओ बिस्तारी मरिएन बब्बाल देखिन्छ यार मेरो के भएन गो आमाका लागि भिडियो बनाएन ए मैले आमाको लागि केही गरेको छैन कि भन्ने कि साथी बिहे भएन कि भन्ने बुझ्यौ मेन त आमा बाउ हो नि त साथी बुझेँ बल्लाएर बुझ्यो यसरी बुझाइछ भने त कसम 2 दिन मरिन्छ हामी चाहिँ लाग्दैछौँ हाम्रो गन्तव्यतिर जाने चाहिँ उता माथि हो अहिलेलाई डाँडैमा तल डाँडै छौँ अनि दोस्त कस्तो फिल भइरहेको छ आज बाटो बबालै छ कि होइन माथि के छ माथि अफरोड हो ओए अफरोड म चलाइदिन्छु ल आज फेरि दोस्तको बाइक मैले पल्टाइदिन्छु कि मेरो कन्टेन्ट म दिन्छु तिमीले भिडियो भ्लग बनाएर बस है बेलुकी यस्तो हो कि बेलुकी आउँदाखेरि मैले चलाएको होइन त्यसले चलाएको त्यसलाई सोध्नु भन्नु हो कि अरू त त्यस्तै हो मिजाज र विक्रमलाई अनि यो सन्दीपलाई भेट्न पाइएन होइन गाह्रो नमानाको केटाहरू सबै छौ होइन सबै छौ सबैलाई यो भन्न साध्य हुन्न कि अहिले केटा मनमा छ कि तिनीहरू अब केटाले यो हिँड्छ मलाई त्यस्तो सोचै नसोचा केटा माया चाहिँ सबैको लागि छ त्यही नराम्रो भएको 2-3 जना हुन् त्यो भनेको पर्सनल कुराहरू हो त्यसलाई चाहिँ अब दोहोऱ्याउन मिल्दैन अहिलेलाई एउटै हातमा छ मतलब यस्तो ठाउँमा चाहिँ पता हात खोलेकै मेरो ए विक्रम भेटियो यहाँ बसिरहेको रहेछ यार
विक्रम त्यही भेटी बसिरहेको यार विक्रम होइन एकचोटि बिचमा त नरोकाउनु यार। विक्रम त्यही भेटिस यार अब अहिले फर्किनेलाई बोलाउँदैन है साथी तँलाई। अहिले चाहिँ बेर भएछ अहिले फर्किने बेला बोलाउँला आनन्दले बसिरहेको छ के ठिकै छ अब मिजासलाई मात्रै भेट्न बाँकी छ मिजासलाई नि भेटाउन लाग्यो ल म एउटा भन्थे तँ एउटा एउटा देखिएछ होइन सबैको नाम त्यो के अरे लिएर त्यसैलाई भनिदिने कि साथी कति के देखाउँदै हिँडेको मेरो लभ यार। हो यो पनि सही हो यार ल अर्को जोडी चाहिँ मिजास मात्रै है त्यसपछिको गुरुकै भेटाइदिउँला तिनीहरूको बालाई भेटाइदिउँला है होइन डरै लाउने यार के साथै लाने आइदियो यार आउनु नि यार मेरो त मुटु हल्लेर निस्केर हातैमा आएको यार। ठ्याक्कै भिडियो अन गरिरहेको थिएँ ठ्याक्कै आइदिएको क्या आउनु नि यार होइन ठुलो राइड सेफ राइड है केटा एक्सिडेन्ट नसोच अनएक्सपेक्ट हुन्छ त्यो सोच्दै नसोचेको कुराहरू भयो हुन्छ कि त्यहाँबाट त्यस्तो हिँड्ने यो झन् अमेरिकाको बाटोमा त त्यस्तो लड्किन्छ नि म दुई तिनचोटि फेस गरेको के त्यो कुरा चाहिँ बिगारेर रहेछ नि त यस्तो गरेर चाहिँ नि त्यसको लागि औजार यत्रो घुमेर आमे यार फर्क जाने होला त्यो बाटो जानु कि बाटो चाहिँ बब्बाले हो कि यतापट्टिको फेरि यहाँ पहिला कस्तो टेक्रेटा थियो साथी प्लेन हान्दो रहेछ क्या हाम्रो गाउँ पनि देखाएको साथी हाम्रो गाउँ चाहिँ त्यतापट्टि पर्छ होइन तर कुन चाहिँ ठाउँ हो थाहा तर कुन चाहिँ ठाउँ हो थाहा गाउँबाटै फर्केर के गाउँमा चाहिँ हेर्ने त्यो गाउँमा 50चोटि त्यही गाउँको बाटोमा भिडियो बनाएर हिँडेँ कसम त्यो गाउँको बाटोमा यस्तो अल्छी लाउनु लागिसक्यो मलाई त्यही एउटै बाटो भ्लग हाल्दा उताबाट बाइक चलाउने ठाउँ थिएन नि साथी कताबाट माथि डेस्टिनेसन आइसक्यो यहाँ हो चाहिँ हामी चाहिँ है यहाँ यो तर छिराउनु ठाउँ कहाँ थियो थाहा भएन यो बन्द छ क्या बाटो यो होइन न ए अलि अगाडि यो त एयरपोर्ट साइड होइन र अगाडि र छ यहाँ सिडी छ अलि अगाडि र बाइक अलि हिँड्नु हुन्छ अरे बस नआउँदै त्यही बब्बाल छ तर बन्द रहेछ अलि अगाडि गएर हेरौँ न नभए हिँड्ने यता कताबाट छ भन्ने त्यहाँ गयो के हो र हो र यहाँ हो र यहीँ हो छिरा दिया जाए अंदर में घुसा दिया जाए वाओ वाओ यहाँ बबाल सिन रहेछ फाइनली गाइस हामी चाहिँ अब यहाँ हिँड्ने होइन टक्क घुमियो पनि अब हिँड्यो पनि अब छैन होइन मोबाइलमा नि चार्ज भएन धेरै नबसौँ अब हिँड्न हान्न नि गाह्रो हुन्छ भनेर फेरि हामी हिँड्ने भयो नि त फोनमा चार्ज भएन कि नत्र त मस्त बस्न अब भिडियो सिडियो फोटो सोटो खिच्ने आइफोन के एउटा पुरै खराब के साथी नयाँ अलिसम्म 100 केही साथी अन्त जस्तै यो फोन चार्जमा राखी चलाउँदै बस्नु बस्छु के अरे चार्ज मेरो मान्छे फोनमा फोन चार्जमा राखी चलाउँदै लाग्छ कि फोनमा के लगा बसेको कुनै साह्रो लास्ट हल्ली चाहिँ पुग्यो ए बस्छौँ एक साइडमा जाने हो धेरै जस्तै इन्ची हल्लिन देखा भाइ नछुट्टियोस् हो क्या बाग्लुङको कुना एक बार बाइक हाल्ने हो लास्ट हल्लिन्छ कि बनाइरहेको छु कि
पुलको अवस्था खराब छ खराब बाइक छिराउन नि ऐतो परिरहेछ ऐतो ओतिर के हो दोस्तहरू जेसुकै होस् ह्यान्डल चाहिँ सम्हालेर है ढुक्क भयो टुर आउनुभएको क्या हो कहाँबाट आउने आएको ल एक बार ल दियो बिस्तारीकै पटुकी छेत्तियो मगर्नी बहिनीको जल्दी आ जाए अभी चाहिँ बिस्तारी भाइ बिस्तारी दोस्त जिन्दगी धेरै लामो छ के लामो छैन के लामै छ के जिन्दगी लामो के गरेको हातै दुख्यो यार एक्सिलेटर ल फाइनली पुल तरेर अब घरतिरै राइड हानिदिने हो एउटी मगानी मैले यहाँ अगाडि फेरि के हुनु लाग्छ कसले ठोको कन्टेन्ट मिल्ला जस्तो छ यहाँ चाहिँ ठोकिदियो कसले ठोको कहाँ ठोको ठोकेको ठोकेको हो र बिस्तारी हिँड्दै पैसातिर भएको भयो गाडी आइछ पीछे से चल दिया जाए यतिको नबोलिसम्म हामी कहाँ भन्छ हामी अब राइड हान्ने बेला गाना गाउँदै हिँडिन्छ भनेको नै राइड हान्ने बेला त गाली दिएर हुँदैन के अहिले यति रमाइलो एक हप्तापछि जान्छ अनि अर्को देखिन्छ अब म एक हप्तापछि गएपछि फेरि केटो डिप्रेसनमा पुग्छ राजेश म पनि आउँदैछु अनि तेरा चाहिँ देखाउँछ यसले पनि पैसा पैसापछि तिमीहरूको याद आउँदैन त्यस्तो त गर्नु पाइँदैन यार यस्तो हुन्छ कि त्यो भने चाहिँ झ्याम्मै गर भ्याक्कै हामीलाई त कसको कहाँ फेरि जोतिन सक्छ भोलि बिजनेस भेट्यो बिस्तारी के गरेको यार साथै नबिर्सेर अन्त हेलमेट लागेको दोस्त यार रनकै Guys, look out!
के बाटो भइसक्यो ल यो भिडियोलाई यहीँ खतम समाप्त गरिदिउँ होइन अब आजको भिडियो यति नै हो अब आज बेलुकी नै जान्छ नि दोस्त आज बेलुकी नै जान्छ तर भिडियो चाहिँ प्रतीक्षा गर्नु होला नयाँ नयाँ भ्लग आउँदैछ र अब नयाँ नयाँ ठाउँहरूमा गइन्छ नयाँ नयाँ ठाउँहरूको भ्लगहरू आउँदै गर्छ सबैजनाले माया गरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु नयाँ नयाँ हुनुहुन्छ भने अब पुरानोलाई त भन्नु पर्दैन होइन अब पुरानोलाई त थाहा नै छ ल यति भन्दै मेरो 2 शब्द ढुङ्गाउँदै हामी दुईटाको तर्फबाट यो भ्लगलाई एन्डिङ हान्दै हस्त नमस्ते बाई बाई